आज चाहिँ हामी पोखराबाट फर्केको अनि यहाँ बाटो बिचमा आएर चाहिँ अब खाना खानु आँटेको यहाँ चाहिँ यस्तो मजाको जग्गा रहेछ यहाँ मेरो पूजा आम्बो यसलाई कसले दियो यत्रो बडे चिप्स चाहिँ कसले दिएको सानो सानो देऊ न एक एक कुरा झगडा पर्छ एक एक कुरा देऊ न 10-10 रुपियाँ गर्ने एक एक ठुलो भयो त्यो एक एक कुरा देऊ न सानो 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 खालको माग न झगडा पर्छ नि ऊ गयो त्यो आएको छौँ हो यहाँ होटलमा खाना खानुको लागि रोकेको छौँ अब कुन चाहिँ खोला रहेछ टिस्टा त होइन होला यहाँ नेपालमा टिस्टा छैन नि यहाँ दुध कोसी यो कुन चाहिँ कोसी हो दुध कोसी होइन नि है यहाँ चाहिँ हामी दुध कोसी खोलाको त्यहाँनिर हामी खाजा खानु झरेको छौँ हो यस्तो दामी देखेँ कि यो भ्यू चाहिँ पारी के सब होइन चिया मागिस् भन्न दालचिनी चाहिँ नहाल्नु भन्न चियामा खाना भनिदिउँ दालचिनी नहाल्नु भन्न चियामा चाहिँ भन् त चियामा दालचिनी नहाल्नु भन्न हौ चियामा त भाइ दालचिनी नहालिदिनुहोस् ल ए त्यही त हामी त पोखरामा त दालचिनी हालेको चिया दिँदो रहेछ आम्मामा टाउको दुखिसक्यो त्यो खाँदा हाल्दैन है कफी एउटा कफी हेरी भन्न अन्त यो चाहिँ हाम्रो गाडी है यो गाडीमा चाहिँ हामी डल्लै घुमेर आएको हामी फर्स्टमा चाहिँ बुद्धगया गयौँ बुद्धगयाबाट बनारसबाट लुम्बिनीबाट पोखरा अब पोखराबाट सकेर चाहिँ हामी फर्केर जाँदैछौँ योपालिको ट्रिप चाहिँ पुरा लामो भयो हो अब त्यहाँबाट चाहिँ अब हामी फर्केर चाहिँ जाँदैछौँ अब चाहिँ आज नै त हामी घर पुग्दैन अब फेरि आज कहाँ हल्ट हुन्छ है त्यहाँनिर अब फेरि रोक्नुपर्छ अहिले चाहिँ अब यहाँ रोकेर चाहिँ हामी खाना खानु आँटेको हजुर सोध्न अन्त बोजूलाई नै दुईजना चाहिँ यति साह्रो बदमास गर्छ कि अहिले चाहिँ चिप्स पाएर चाहिँ भुलिरहेको छ हो अब अर्को दाजु पनि आएको छ दे भाइ दे दादालाई पनि दे दादालाई दे दादालाई दे न सुच्चा नगर न बस भुइँमा बसेर खा दादालाई दे दादालाई गिभ इट टु दादा अल्सो हामी चाहिँ यहाँ गाडीमा हिँड्दाखेरि चाहिँ हाम्रो गाडीको तेलै सकेछ सो हामी चाहिँ यहाँनिर हेटौडामा चाहिँ पेट्रोल पम्प भेट्यौँ हो अन्त त्यहाँनिर चाहिँ रोकेर चाहिँ यहाँ रिफिल गरेर चाहिँ अब फेरि हामी लाग्नु आँटेको आज त अब हामी घर त पुग्दैनौँ हो त्यही कारणले चाहिँ आज चाहिँ हामी चाहिँ अब यो हो हाम्रो गाडी चाहिँ आज चाहिँ हामी चाहिँ उयो जान्छौँ के अरे इटरीमा हुन्छ होला सायद बसाइ चाहिँ अब इटरी चाहिँ ठिकै पुग्ने रहेछ 7 बजीसम्म पुग्छ अरे सो इटरीमा बस्ने रहेछ हो यो जग्गा चाहिँ हेटौडाको पेट्रोल पम्पमा चाहिँ रिफिल गरिओरिकन चाहिँ हामी चाहिँ अब लाग्दैछौँ बाटो है यहाँ चाहिँ यस्तो रहेछ हेटौडा चाहिँ ब्युटिफुल रहेछ यस्तो रहेछ हेटौडा चाहिँ यो मान आँटिसक्यो ढिलो भयो भनेर ल आए ल यहाँ चाहिँ हाम्रो यात्रीहरू चाहिँ यहाँ छ हो भएको छैन फिल्म पुरा भएको छैन पिक्चर सकेको छैन नि त मेरो छोरा यहाँ छ चाहिँ हामी बाटोबाट फर्किँदा चाहिँ यो बागमती ब्रिज भेटियो बागमती खोला
चाहिँ यस्तो रहेछ नेपालमा चाहिँ एकदमै अति सुन्दर बागमती र कोशी एउटै हो होइन नि बागमती लेखिरहेको छ त बागमती ब्रिज लेखिरहेको छ यो चाहिँ बागमती ब्रिज हो रे है भाइ हामी चाहिँ इटरीमा बसाइ हुने रहेछ हो यस्तो रात पर्यो पोखराबाट फर्किँदै रात पर्यो अनि हाम्रो केटाकेटी नानीहरू पनि कोही छोड्छ लाग्यो कोही सुत्यो यो पनि सुत्दैछ हो यहाँ भाइ त यहाँ खेल्दैछ मेरो नानी चाहिँ भाइ अरूहरू सबैजना जान्दैछौँ ल यो गाडीमा पुरा हल्ल्यो आज चाहिँ हामी अब इटरीमै बसेको हुने रहेछ बाहिर त केही देख्दैन है अन्धकार भयो आज चाहिँ हामी फर्केको आज चाहिँ हामी नेपाल सबै सकेर ट्रिप सकेर चाहिँ पोखराबाट हिजो इटरी बसेको थियो इटरी त बसेन इटरीको छेउमा बसेको थियो त्यहाँबाट चाहिँ फर्केको अन्त अहिले चाहिँ काँक्रे भित्तामा छौँ हो यो चाहिँ काँक्रे भित्ता अन्त अब काँक्रे भित्तामा भर्खर खाजासाजा खाएर चाहिँ अब चाहिँ फर्किनु आँटेको हामी खाजा खाइसकेर बसिरहेको छौँ हो यहाँ हामी सबैजना छ यहाँ नानीहरू छ हो यहाँनिर यहाँ बसिरहेको छु अब गाडीमा चढेर चाहिँ ब्याक टु होम आज रात पर्छ होला आजको ट्रिप चाहिँ रात पर्ला जस्तै छ हो अहिले नै कति 4 त बजिहाल्यो अब 4 साढे 4 त भइहाल्यो अब फर्किनुपर्छ सो यो चाहिँ तपाईँको यहाँ चाहिँ बस स्ट्यान्ड लाग्दो रहेछ है काँक्रे भित्ताको बस स्ट्यान्ड चाहिँ यहाँनिर रहेछ यस्तो छ बस स्ट्यान्ड चाहिँ काँक्रे भित्ताको बजार लाग्दो रहेछ हो अनि यहाँ चाहिँ हाम्रो सासु आमाले ज्याकेट हेरिरहेको छ अरे उसलाई ल्याइदिनु पुरा मन पऱ्यो अरे भनेर चाहिँ फेरि हामी फर्केर ज्याकेट लिनु गएको के हो यो चटपटा कस्तो रातो छ त खै हेरौँ त अलिकति एक चम्चा एक चम्ची के हो यो चटपटै हो यो यस्तो रातो रहेछ चटपटा चाहिँ आम्मामा दामी रहेछ त अब यहाँ चाहिँ काँक्रे भित्ताको बजार लाग्दो रहेछ है यस्तो रहेछ बजार चाहिँ काँक्रे भित्ताको सामानहरू चाहिँ सस्तो पाउँदो रहेछ अब एज कम्पेयर टु उताको भन्दा चाहिँ यहाँनिर सस्तै पर्दो रहेछ हो मैले चाहिँ यहाँबाट मेरो साथीहरूको लागि गिफ्टहरू लगिदिएँ यहाँ चाहिँ मेरो आमा र मेरो हस्बेन्ड आउँदैछ दुईजनाले चाहिँ मेरो सासु आमालाई चाहिँ फेरि ज्याकेट पुरा मन पऱ्यो अरे त्यही लिनु चाहिँ फेरि जान्दैछ दाम नमिलेर चाहिँ फर्केको थियो अरे फेरि उनीलाई पुरा मन पऱ्यो अरे हो अन्त चाहिँ लिनु गएको कहाँनिर हो अनान्टी म त थिइनँ त हो अन्त ए उतापट्टि हो बढी भेटेको जग्गा होइन उतापट्टि हो मैले चाहिँ सपिङ सकेँ हो अन्त मैले चाहिँ यो दोकानबाट चाहिँ स्कार्फहरू किनेँ अघि मजाको थिएँ मैले सबै उठाइदिएँ हो अनि यहाँ चाहिँ अहिले अरू छ मैले सकिदिएँ राम्रो चाहिँ मैले लगिहालेँ हो अन्त यहाँ चाहिँ यस्तो स्कार्फको बजार रहेछ त सस्तो राम्रो त्यस्तो रहेछ बजार हो काँक्रे भित्तामा चाहिँ अन्त यहाँ चाहिँ ज्याकेटहरू केहरू पाउँदो रहेछ स्टल है मार्केट हामी चाहिँ गाडीमा चढेर फर्केको काँक्रे भित्ताबाट हो यस्तो छ यहाँ काँक्रे भित्ताको यो पुलमा छौँ के चाहिँ बाटोमा लेनमा छौँ चाहिँ हामी सबजना यहाँ हल्ला पुरा छ यो उयो बेच्ने आएछ के अरे यो कटर काटेर बेच्ने आएछ
ल गएको 20 रुपियाँ पनि छैन अब हाम्रोमा चाहिँ 20 रुपियाँ पनि उब्रेन रहेछ कसैकोमा पनि फर्किँदाखेरि चाहिँ नभन्नु हौ त्यस्तो त हौ होइन भयो अब भयो तिर्ला खाँदैन छैन पैसै छैन फाइनली हामी चाहिँ हाम्रो ट्रिप सकेर घर आइपुग्यौँ हो अन्त घर आइपुगेर हेर्दाखेरि चाहिँ यो प्लान्टहरू सबै सुकेछ अन्त मैले आज बिहान उठेर चाहिँ यो प्लान्टहरूमा सबमा पानी दिएर चाहिँ अब अलिकति भए पनि फ्रेस देख्दैछ यो प्लान्टहरू अदरवाइज चाहिँ सबै यो प्लान्टहरू सबै सुकेको रहेछ हो प्लान्ट त बेसी छैन तर पनि अब बिचारा यो फुलहरू त अब मर्यो हुँदैन यिन त मर्यो यो हामी यत्रो दिन बाहिर बस्दाखेरि चाहिँ यो फुलहरू त सबै मरेछ हो यो प्लान्टहरू चाहिँ अब सुकेको थियो मैले पानी दिँदाखेरि फेरि ठिक भइहाल्यो यस्तो छ हो प्लान्टहरू सबै सुकिगएछ प्लान्ट चाहिँ यति छ मेरोमा हाम्रो घरमा प्लान्टहरू यस्तो छ है सबै सुकिगएछ प्लान्टहरू चाहिँ यो मेरो यो प्लान्टहरू सबै सुकेछ कसले के साह्रो यिनीहरू बदमास गरेको यो फुलहरू पनि सबै सुकेछ तर बिचारा फुली चाहिँ दिइरहेको रहेछ सुकेकै भए पनि हाम्रो टुर पनि सकियो हो अन्त आजको भिडियो चाहिँ अब म यतिमै एन्ड गर्दैछु हो तपाईँहरूलाई तपाईँहरूले मेरो भिडियो एन्डसम्म हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद लट्स अफ थ्याङ्क्स है अन्त तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भनेदेखि चाहिँ प्लिज सब्सक्राइब गरिदिनुहोस् अनि तपाईँहरूको सब्सक्रिप्सनको चाहिँ मलाई एकदमै खाँचो छ सो प्लिज 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 सब्सक्राइब माई भिडियो